सो हेलो एभ्रिवान, हामीहरू आज लिलीको किचन बनाउँदैछौँ। त्यसको लागि हजुरलाई 7वटा पाइप क्लिनर चाहिन्छ, 2वटा पातको लागि, 5वटा फ्लावरको लागि। त्यसमा हामीले 3 पिस बर्ड्स पनि राखेका छौँ फ्लावरको बिचमा हाल्नलाई। 5वटा पाइप क्लिनर हजुरले यसरी काट्नुपर्ने हुन्छ। त्यो काटेको पाइप क्लिनरलाई फेरि ब्यान्ड गर्नुपर्ने हुन्छ। सबैलाई ब्यान्ड गरिसकेपछि फेरि त्यसको 5वटा पिसलाई हजुरले फेरि काट्नुपर्ने हुन्छ, जुन चाहिँ हजुरको 10 पिस हुन्छ। त्यसपछिको 5 पिसलाई चाहिँ हजुरले बाहिरको भागलाई युज गर्नुपर्छ भने सानोवाला 10 पिसलाई चाहिँ हजुरले भित्रको भागमा युज गर्न सक्नुहुन्छ। जसरी यहाँ फोल्ड गरेछ त्यसरी फोल्ड गरेर राख्नु होला। फेरि हजुरले त्यसलाई सानोलाई चाहिँ भित्र हालेर ठुलोलाई बाहिरपट्टि गरेर यसरी ब्यान्ड गर्न सक्नुहुन्छ। त्यसपछि हाम्रो 5वटा फ्लावरको पत्ता रेडी हुन्छ। फेरि हजुरले यसलाई बिस्तारै ग्लुको सहायताले बिस्तारै बिस्तारै जोड्दै जानु। बिस्तारै बिस्तारै जोडेपछि हजुरले अघि निकालेको 3 पिस बर्ड्स चाहिँ हामीले बिचमा युज गर्छौँ। यसरी हामीले बर्ड्सलाई बिचमा युज गरेपछि हामीले साइडको भागमा ग्लु लगाएर त्यसलाई टाँसेर फ्लावर रेडी हुन्छ। त्यसपछि हामी अब पात बनाउन जाँदैछौँ। पातको लागि हजुरले एउटालाई यसरी बाइन्ड गर्न सक्नुहुन्छ अनि अर्कोलाई चाहिँ हजुरले हाफ हाफ कट गरेर 2 पिसको ठुलोवाला बनाउन सक्नुहुन्छ। यसले चाहिँ हजुरको फ्लावरलाई राम्रो देखिन्छ। फेरि पछाडिको भाग पनि राम्रो गरी फिनिसिङ सघाउनको लागि चाहिँ हामीले यसरी युज गरेका छौँ। हजुरले यसरी टाँस्न सक्नुहुन्छ। फेरि त्यो अर्को सुरुमा बनाएको पातलाई हामीले हजुरले साइडबाट चाहिँ हजुरले थोरै बेन्ड गर्नुभयो भने फ्लावरको सेप राम्रो देखिन्छ। फेरि यसलाई पनि ग्लुले अड्काउनु पर्ने हुन्छ। फेरि त्यसपछि हाम्रो किचनको पालो आयो। हामीले किचनलाई चाहिँ पातमा राख्यो भने धेरै राम्रो हुन्छ। यसपछि हाम्रो फ्लावर रेडी भइसक्यो। यसमा हजुरले हल्का कलर एड गरेर फ्लावरलाई डिफ्रेन्ट लुक्स दिन सक्नुहुन्छ। यस्तो भिडियोको लागि हामीलाई कमेन्ट गर्नु होला। हाम्रो फ्लावर रेडी भयो। थ्याङ्क यू।